यदि कोही बारिस्टाहरूले हेरिराख्नु भएको छ भने चाहिँ यदि हजुरलाई राम्रो होममेड घरमै मैले मिठो कफी बनाउन सक्छु भने प्लिज लेट मी नो। सो म चाहिँ कफीको सामानहरू किनेर आउँछु अनि त्यसपछि म कफी बनाउँछु। ओके डिल। अनि म चाहिँ डेली कफी खान्छु अनि काममा पनि लिएर जान्छु। यस सबैलाई देखाउँदै टाटा गर्दै गुड मर्निङ गाइस। आई डोन्ट नो मेरो भिडियो कतिखेर हेरिराख्नु भएको छ। मेबी गुड आफ्टरनुन अर मेबी सुत्ने बेला भएला गुड नाइट। अनि यस्तो राम्रो क्युट यो सिपी कप मैले अनबक्सिङ गरिसकेपछि त कफी त पिउनै पर्यो। अनि म चाहिँ त्यस्तो कफी लभर भन्दैन, तर मलाई चाहिँ दिनमा एकचोटि चाहिँ मलाई कफी चाहिन्छ, स्पेसली चाहिँ मर्निङमा। अदरवाइज यदि मैले नाइट ड्युटी गरिरहेको छु भने मलाई नाइटमा पनि कफी चाहिन्छ। अनि अब लेट्स सी मैले चाहिँ कफी कसरी बनाउँछु। मसँग चाहिँ घरमा त्यस्तो कफी खासै छैन, नेस्क्याफे मात्रै हो। यो मेरो कफी गाइस, पानी तताउँछु अनि त्यसपछि कफी हाल्छु, बस यति हो मेरो, अरू केही पनि छैन। तर त्यही पनि अब अहिले यस्तो क्युटमा खान लाग्छ नि त, त्यही भएर हल्का यस्तो नट एस्थेटिक तर त्यस्तै होला। तर मसँग केही पनि छैन त्यो मसँग फिर्र छैन नि त, त्यही भएर म यही चम्मचले फिर्र गर्छु। अनि यो माइक चाहिँ मैले अहिलेको लागि यहाँनिर राखिदिन्छु। ओके। अनि त्यसपछि मैले चाहिँ यहाँ कपमा कफी हालिसकेँ। अनि यसमा चाहिँ हल्का पानी हाल्छु। अनि त्यो फिर्र गर्ने किन्न पऱ्यो किनकि म चाहिँ त्यस्तो घरमा कफी बनाएर खाँदैन के, म एकदमै अल्छी छु। बरु म किनेर खान्छु घरमा आफैले कफी बनाएर चाहिँ। सो यसरी हजुरहरूले पनि यसरी फिटेर खान सक्नुहुन्छ। अब त्यो फिर्र गर्ने किन्न पऱ्यो क्या है, सस्तै पर्छ होला नि होइन। त्यो त 2-3 युरोमा मैले टिकटकमा पनि देखेँ, के अरे टिकटक भन्ने सिनमा देखिरहेको थिएँ। टिकटक बनाएपछि सबै टिकटक मात्रै हुन्छ। सो मसँग चाहिँ आलमोन्ड मिल्क छ होइन। अनि आलमोन्ड मिल्क हाल्नुभन्दा अगाडि चिसो पानी, चिसो होइन यो नर्मल पानी हो, नर्मल पानी हालौँ। अनि अब आई डोन्ट नो कति हालौँ। ओपा आई थिङ्क इट्स इनफ। नो मलाई चाहिँ फेरि यो पुरै फुल भर्न मन लाग्यो त दिनु पर्यो। कलर चेन्ज भइरहेछ। मलाई चाहिँ पुरै भर्न मन लाग्यो। ए सकिन्ला मिल्क, यो पुरै हालिदिन्छु। कति क्युट हेर्नु त, नाटक मेरो हेर्नु। यो मैले सकाउँछु कि सकाउन थाहा छैन, यो त हाल्नै पर्यो। टाडा वाउ, हजुरलाई लागिरहेको होला कति राम्रो डल भनेर। यो डल होइन, यो मेरो सिपी कफ हो जुनमा चाहिँ मेरो यसमा कफी छ। यदि टिकटक हेर्नुहुन्छ भने यो ट्रेन्ड भन्नु ल मलाई। कहाँ उता राखेको, यसरी मेन देखाउनु परेन, यो त मेन क्यारेक्टर हो नि आजको मेन क्यारेक्टर। अनि त्यसपछि छ मसँग यहाँ अन्डा। हजुरले बिहान बिहान ब्रेकफास्टमा के खानुहुन्छ? मैले चाहिँ बिहान बिहान ब्रेकफास्टमा प्राय अन्डा नै खाइरहेको हुन्छु। अब चाहिँ मैले के कन्टेन्ट क्रिएटर लाइफ चाहिँ सुरु गर्नु पऱ्यो कि, अलि एक्टिभ हुनु पऱ्यो भन्ने मेरो सोच छ। तर अब यो सोच चाहिँ कति दिनसम्म हुन्छ भन्ने चाहिँ मलाई थाहा छैन। फेरि मलाई चाहिँ अब कन्टेन्ट क्रिएटर गर्नु मन लाग्छ कि, तर म चाहिँ फेरि मेरो कामलाई चाहिँ सुरुमा प्रायोरिटी दिन्छु कि, मेरो काम चाहिँ मेरो मेन हो, त्यसपछि चाहिँ यो कन्टेन्ट क्रिएटर भन्ने कुरा चाहिँ मेरो पछि आउँछ कि। अनि अब चेयर्स। हजुरहरू पनि ब्रेकफास्ट खानु होला, अब डिनर खाँदै हुनुहुन्छ भने डिनर खानु होला, लन्च खाँदै हुनुहुन्छ लन्च खाँदै हुनुहुन्छ होला। अनि मेरो यो क्युट कप हेर्नु कस्तो लाग्यो गर्दै। सो बाई बाई, थ्याङ्क यू सो मच मेरो भिडियो एन्डसम्म हेरिदिनु भएकोमा। बाई बाई।